इन्डियामै चलाउनु भयो होला नि माइल दाइले मोबाइल त। इन्डियामा चलाइएन मोबाइल, मलेसिया गएपछि। ए तपाईँ मलेसिया नि जानुभयो? मलेसिया 3 वर्ष बसेको घरमा। ए केटाहरूले अघि भन्दै थिए माइला दाइ $2 मलेसिया जानुभएको हो भनेर लेख्दै थिए यहाँ, हो र? $2 कसरी जाने हो $2? खोइ त्यही भन्दैछन् केटाहरू। $2 मा 3 के चाहिँ समुद्र आड जाने हो क्या? $2 समुद्र आड पनि गइन्न। $2 भने कति हो र? 1 लाख रुपियाँ, 1 लाख त टिकटै थियो हामी जाँदाखेरि उति बेला मलेसियामा है। कहाँ फुकेट जानुभयो कि तपाईँको कहाँ जानुभयो? कोलालम्पुर? कोलालम्पुर भन्दा अलि टाढै पर्छ यता। हामी गइयो यता तेन्जुङ एगेसतिर गइयो, मुवारतिर। भनेपछि तपाईँ नेपालबाट मुम्बई, मुम्बईबाट मलेसिया, मलेसियाबाट जापान, मलेसियाबाट फेरि दिल्ली गइयो। 2 वर्ष दिल्ली बसेको। दिल्लीबाट जापान? दिल्लीबाट जापान। ट्यालेन्ट मान्छे हुनुहुँदो रहेछ तपाईँ। फुकेट मलेसिया रे, फुकेट फुकेट पनि छ। मलेसिया त 3 वर्ष बस्यो। 2002 मा गएँ म। 3, 4, 5 मा चाहिँ घर आइयो, नेपाल आइयो। ठ्याक्कै 3 वर्षको कन्ट्याक्ट हुन्छ क्या तपाईँको। 3 वर्ष तपाईँको बिहे चाहिँ भाउजूसँग बिहे गर्नुभन्दा अगाडि दिल्ली जानु भएको थियो कि बिहे गरेपछि जानुभयो इन्डिया फर्स्ट टाइम जाँदा? फर्स्ट टाइम इन्डिया जाँदा त बिहे नगर्दै गइयो। बिहे अनि इन्डियाबाट आएको लाउरे भनेपछि त केटी दिनेहरूको त लाइन लाग्थ्यो नि त्यति बेला। भाउजूलाई पनि लर राखेँ मैले, 5-6 महिना राखेँ मुम्बई लगेर। भाउजूसँग त तपाईँको के मागी बिहे त होला नि होइन? मागी भने पनि भयो, तर केटाकेटीले मन पराएरै बिहा गरेको। ए आफै ऊ बेला लभ म्यारेज? ओ माई गॉड, माइल दाइ त के हो? कुराकानी गरेरै हो। ए कुराकानी नै हो। कति टाढा तपाईँको घर र भाउजू घर चाहिँ? एउटै गाउँ हो हाम्रो। ए एउटै गाउँ। देख भयो, यसो राम्री लाग्यो। भाउजूलाई पनि विदेश गएको केटो, ल अलिकति टाठो बाठो ट्यालेन्ट। अब त्यहाँ गाउँ घरतिर त थाहा हुन्छ नि त, ज्यान पनि हट्टकट्ट। फेरि त्यति बेला होइन, मेरो एउटा भिनाजु पनि मुम्बई जानु भएको थियो। अनि मुम्बई गएर आएको लाउरे केटा भनेपछि केटीहरू त पछि लाग्ने त्यो बेलामा। यस्तो लाउरे भन्दा पनि अब उसको हातमा के छ, सिप कस्तो छ, काम के छ, त्यो हिसाबले हेर्थे। सिप हुन पर्यो नि। लाउरे भनेर अब चाहिँ ग्लोर सुहानी पाल्न नसक्ने लाउरे भएर के काम लाओ? कति कमाउँछ उसले, उसको के छ सिप, कला के छ होइन, त्यो हेर्छ। अब म त बिहा गर्दाखेरि त म त सेफ बनिसकेको थिएँ पुरा। ए तगडा इन्डियन सेफ बनेको थिएँ नि त म त्यति बेला। भगाएको हो बुढाले गफ लाएर, भगाएको हो भाउजूलाई होइन? होइन, जतना गए पनि त्यति बेला तपाईँको 10-12 हजार 15 हजार सेलेरी आरामसित इन्डियाको त्यति खाइन्छ कि इन्डियाको, उहाँको पैसा कि त्यो भनेको त उति बेलाको त धेरै हो के भन्छु। 15 हजार धेरै हो नि। तपाईँको नेपालमा स्यालेरी 3,000 हुन्थ्यो, 2700 3,000 हुन्थ्यो उति बेला। त्यही हुन्थ्यो हो, मलाई थाहा छ। मेरो ड्याडी सरकारी जागिरी हो, अनि जम्मा 3,000 2700 थियो त्यति बेला। अहिले सुरुमा त हामीले पनि त्यही 4-5 हजारमा त गरेको मुम्बई गएर सुरुवातमा। तपाईँ ज्यान यत्रो हट्टाकट्टा होइन, हाइट पनि यस्तो छ। आर्मीतिर चाहिँ जाउँ लाग्यो कि लागेन माइल दाइ? आर्मीमा म गएँ एकपटक तपाईँको 18 वर्षको उमेरमा। 18 वर्ष पुगेर 19 को लाउँदाखेरि गोरखपुर गएँ म। गोरखपुर भर्ती हुनै भनेर गएको कि आँटेर। गोरखपुर भने नेपाल कि इन्डिया पर्छ? गोरखपुर भने नेपालै त हो नि। कहाँ नेपाल हुने, इन्डिया हो गोरखपुर। ए गोरखपुर पहिला त नेपाल, पहिला चाहिँ तपाईँको कालु पाण्डेको मङ्गल पाण्डेको जमानाको हो के गोरखपुर भन्ने। मङ्गल पाण्डेको कहानी सुन्नु होइन? हो त्यही हो, गोरखपुर हो त। त्यहाँ गोरखपुरमा हाम्रा नेपाली सेनाहरू गएर त्यहाँ मिलाएका हुन् नि त अङ्ग्रेजको टाइममा। गोरखपुर भनेको तपाईँको मेन आर्मी त्यहाँ भर्ती लिन्छ क्या इन्डियामा। नेपाली भर्ती हुने त्यही हो धेरै जसो, बनारस या त गोरखपुर। अनि गोरखपुरमा तपाईँ जानुभयो? त्यहाँ कस्तो हुन्छ भने 500 जनाको रनिङ गराउँछ इन्डियन आर्मीहरूलाई। 500 जनामा तपाईँ 5 नम्बरमा पर्नुपर्छ, अनि मात्रै तपाईँको बल्ल अरू चेकिङ हुन्छ भित्र। तपाईँ 5 नम्बरमा पर्नु भएन? 5 नम्बरमा म परेँ होइन। 5 नम्बरमा पर्नुभयो? परेँ।
अँ, त्यसपछि तपाईँको भित्र गइयो, भित्र गएपछि चाहिँ त्यो आफन्ती भएन क्या, आफ्नो मान्छे भएन त्यो। ए भित्रपट्टि त्यो सोर्स लाग्छ नि त। सोर्स हो त्यो भएन कि, सोर्सले फेल खाएन। बाँकी सब हाई जम्प, लङ जम्प, तपाईँको चेस्ट पुरा सिटअप सब चाहिने पर फिट थियो एकदम, चाहिँ कुनै केही कमी थिएन। पुसअप नि पुसअप 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 पनि जति पनि गर्थे त्यो माथिको हाइट पनि गर्थे पुरा तपाईँको पुलअप सिट अर्को यसरी सेटअप सेटअप पनि 75 चोटि गरिदिन्थेँ मैले। 75 सेटअपै 75 हानिदिन्थेँ त्यति बेला। ओ माई गॉड 75 हान्ने मान्छेको त यस्तोमा त कट आउँछ। कट आउँथ्यो नि त त्यति बेला। म आउँथ्यो है। अब म टेकन्डो कोर्स गरेको मान्छे अनि तपाईँको त्यति गर्न सक्दिनँ मैले। 2 वर्ष टेकन्डो कोर्स गरेको मान्छे। टेकन्डो कुन बेल्टसम्म पुग्नुभयो तपाईँ? रेड वान भनेपछि फर्स्टमा व्हाइट हुन्छ अनि कुन हुन्छ? ओरेन्ज हुन्छ? होइन, फर्स्टमा व्हाइट टेकन्डोको अलग हुन्छ तपाईँको। फर्स्टमा व्हाइट, त्यसपछि तपाईँको येलो, त्यसपछि येलो 1, त्यसपछि ग्रीन 1, ब्लू 1, रेड 1 लास्टै स्टेप हो। त्यसपछि त अब मेरो चाहिँ तपाईँको अझ 3 महिना। ब्राउन ब्ल्याक भन्ने पनि हुँदैन त्यसमा? ब्राउन र ब्ल्याक चाहिँ त्यसमा ब्राउन हुँदैन, त्यसमा त रेड 1 हो। तपाईँको कराटेहरूमा जुडोमा होला, त्यसमा छैन, टेकन्डोमा छैन। टेकन्डोमा तपाईँको व्हाइट, येलो 1, ग्रीन 1, ब्लू 1, रेड 1, ब्ल्याक। त्यसपछि त डन ब्ल्याक 1 डन, 2 डन, 3 डन, 4 डन, 5 डन, अथवा त विदेश जानुपर्छ त्यसको इक्जाम। 5 डनसम्म हुन्छ इन्टरनेसनल चाहिँ ब्ल्याक बेल्ट। 5 डन भनेको त त्यो अब इन्टरनेसनलै प्लेयर हुन्छ पुरै दुनियाँको विश्व इन्टरनेसनल प्लेयर हो नि ब्ल्याकमा। 5 डन भनेको तपाईँको ब्ल्याक लेभल पछि पनि 5वटा डन, 5वटा फुली अझ माथि, 5वटा फुली। ब्ल्याक बेल्ट पछि तपाईँको सिधै विदेश गएर इक्जाम दिने हो क्या त्यसको। नेपालमा इन्डियामा पाइँदैन डनको चाहिँ इक्जाम दिनलाई। नेपालमा डन थियो कि थिएनन् होला माइल दाइ? नेपालमा छन्, किन छैन? 1, 2, 3 डनसम्म छन् क्या नेपालमा। छन् है। नेपाल त चाहिँ तपाईँको कराटे च्याम्पियनहरू, जुडो, कराटे, टेकन्डो, कम्फूको त एकदम टप 1 खेलाडी छन् क्या नेपालमा त। तपाईँको अरू भन्दा नि किक चाहिँ खतरा जान्थ्यो होला त्यति बेला, हाइट भए अनुसार के किक चाहिँ सुई हान्नेवाला। अब तपाईँको मैले अझ 2 महिना कोर्स गरेँ भए मैले सिधै ब्ल्याक बेल्ट पाउँथेँ कि त्यहाँ। ब्ल्याक बेल्ट सरले भनेको थिए मलाई अब 2 महिनापछि तपाईँको एउटा क्लबसित च्याम्पियनसिप हुन्छ, तपाईँको फाइट हुन्छ, तपाईँकै हाइट तपाईँकै वेट होइन, त्यो व्यक्तिसित तपाईँकै बेल्ट रेड 1लाई हराउनु पर्यो। फेरि मेरै जति हाइट हुन्छ उसको पनि, मेरै जति चाहिँ वेट हुन्छ, अनि मेरै लेभलको चाहिँ बेल्ट हुन्छ। के अलग क्लबको हुन्छ कि अलग। हाम्रो क्लब अब जस्तो हाम्रा क्लबको नाम केही भयो भने अर्को क्लबसित म गएर लड्नु पर्यो, उसलाई हराउनु पर्यो मैले। उसलाई हराएपछि मात्रै त्यहाँबाट बल्ल ब्ल्याक बेल्ट मिल्छ। त्यस्तो हुन्छ त्यो गेम हराउन, कतिवटा क्लबलाई जित्नु पर्छ त्यस्तो। त्यो ठ्याक्क त्यो अब त्यसको टेस्ट आउने बेला भयो भन्ने बेला ठ्याक्क मेरो घरबाट त्यति बेला त चिठी चल्थे, फोनको सुविधा थिएन। हजुर। अनि घरबाट चिठी आयो, मेरो आमा बिरामी हुनुभएछ, अनि 2.5 वर्षबाट गएको थिइनँ घर। त्यहाँ सिक्न थालेको मान्छे कहाँ घर जाने कुरै भएन। अनि त्यति बेला तपाईँलाई डाइट साइट खानालाई पैसा कहाँबाट आउँथ्यो त? अनि कराते खेल्दा त्यो त जब गर्थेँ नि त मैले अफिसमा। जब गर्थेँ मैले। सजिलो काम थियो। अब बिहान खाली हुन्थ्यो, त्यही 5-6 घन्टा 7 घन्टा त्यस्तै काम हुन्थ्यो अफिसमा। सजिलो काम हुन्थ्यो कि। अनि चाहिँ बिहान 5 बजे उठेर रनिङ गरेर जान्थेँ म। उहाँ तपाईँको ठ्याक्कै आधा घन्टा दिल्लीमा तपाईँको प्रिया सिनेमा हल भनेर त धेरैले देख्छ, बसन्त कुञ्जमा तपाईँको। बसन्त बिहारमा त ठुलो पार्क छ, हेर्नुहोस् त्यो प्रिया सिनेमा हलको पछाडि ब्याकमा। त्यही हो हामीले सिकेको पुरा। हामी 50 जना विद्यार्थी थियौँ त्यति बेला। 50 जना थियौँ हाम्रो क्लबमा। अनि म अलि पछि चाहिँ जब म रेड ब्याल लिएँ नि मैले, त्यसपछि सर नआउँदा दिन मैले गराउँथेँ केटाहरूलाई ट्रेनिङ। सर नआउँदाका दिन ग्रुपमा सबैभन्दा जान्ने होला
म सिनियर भएपछि के रेड ब्याल मैले जब लिइसकेँ नि रेड 1 भइसकेँ त्यसपछि सर नआउँदा आदिन म चाहिँ तिनीहरूलाई ट्रेनिङ दिन्थेँ कि पुरै सरको जग्गा ए सर नआदिन मलाई पनि शिव सर भन्थे सर नहुँदाखेरि गुरु भन्थे होला हुस गर्थे होला नि त हुस गुरुलाई त हुस गर्ने चलन छ क्या र ए भनेपछि माइल दाइले कराते त्यहाँ सिक्या रहेछ ऊ त्यहाँ भने 3 दिन पनि थिए रमाइलो थियो डाइट त मैले चाहिँ बिहान ठ्याक्क त उताबाट आएपछि अनि ठ्याक्क परौठा बनाऊ 1 गिलास दुध तताऊ 2-3टा अन्डाको आमलेट बनाऊ अनि खाऊ बिहानै है डाइट त चाहिन्छ नि त अन्डाले त एकदम डाइट हुन्छ नि 2-3टा अन्डा आमलेट कहिले परौठा दुध कहिले अन्डा आमलेट र ब्रेड त्यस्तै खाइन्छ धेरै जस्तो घिउ देशी घिउ हालेर डिल्निया त घिउ जति पनि पाइने के ए ओरिजिनल घिउ हो तपाईको पुरै चाहिँ त्यहाँ बसनकुजमा त पुरै भैँसी पाल्थे पुरै भैँसीको ओरिजिनल घिउ ल्याऊ परौठा बनाऊ चाहिँ नपर ट्याक्क खाऊ हेर्नुहोस् मजा थियो त्यो लाइफ फेरि फर्केर कहाँ हुन्छ आउँदैन दिल्लीमा चाहिँ मोज गर्नुभएछ तपाईँले तर मलेसियाको बारेमा चाहिँ खासै केही रहेन त तपाईँको सम्झना लायक मलेसियामा त अब घुमियो फिरियो केएलसीसी गइयो तपाईँको चाइनिज न्यु इयरमा 7 दिन छुट्टी हुन्थ्यो 7 दिनमा त मोबाइल हराएको मेरो मलेसिया जो त्यो यादगार छ नोकिया किनियो थिएँ त्यति बेला पहिलाचोटि आएको थियो कि नोकिया हजुर त्यति बेला नोकिया किनिया थिएँ कति 300 रिङ्गरेटको 300 रिङ्गरेट भनेपछि नेपाली कति पर्यो 100 को 20,000 हुन्छ 60,000 पर्यो त कि कति हो हिसाब गर्नु त 300 रिङ्गेट भनेपछि 1 रुपियाँको 20 रुपियाँ आएपछि कति भयो 100 को कति भयो केटा हो हिसाब गरायो त 100 को 2000 भयो हैन 2 दुना 4 2 त्यहाँ 6000 हुने रहेछ क्या हो 6000 मा त कहाँ मोबाइल आउँछ र 6000 मा त आएन होला त्यसो होइन 60,000 हो तपाई 1 रुपियाँको 20 रुपियाँ भएपछि 100 को कति भयो हजुर 1 रुपियाँको 1 रिङ्गरेटको 20 रुपियाँ हुन्थ्यो के त्यति बेला नेपालको 100 रिङ्गरेटको कति भयो 1 को 20 पछि 100 को 2000 मैले त त्यही 350 400 मा किनेको 350 400 पर्यो नोकिया त सस्तै हुन्थ्यो नि त त्यति बेला त्यति महँगो पर्दैन त्यत्रो मोबाइल हराउँदाखेरि मुटु त चसक्क भयो होला तपाईको कहाँ त भिड थियो त्यो केएलसीसी तपाईको 150 तलाको छ त त्यति लामो अग्लो बिल्डिङ त्यहाँ पुरा लाखी नचाउँछन् के 7 दिनको चाइनिजको न्यु इयर हुन्छ चाइनिज न्यु इयर हुन्छ त्यसलाई अब त्यहाँ भिड भाड थियो कर अब त्यहाँ गइयो थियो साथी अब त्यो खसो कि कसैले निकालिदिए कि चोरी त हुन्छ मलेसियामा हुन्छ एक फेर के भयो सुन्नु न हामी सेलेरी हाम्रो बैंकमा जान्थ्यो हात दिँदैन थियो सेलेरी कम्पनीले अनि बैंकमा सेलेरी लिन जाँदाखेरि अब त बस कुर्न कले थाल्ने हैन जंगलको बाटो सजिलो हुन्थ्यो कि हामी 15 मिनेटमा जंगलको बाटो हामी उही पुग्थ्यौं बैंकमा सर्टकट अनि त बस कुर्न थाल्यो त 20 मिनेट बसलाई जो लाग्थ्यो त्यो भन्दा जंगल बाटो जाम भनेर गइन्थ्यो एक दिन चाहिँ बैंकबाट पैसा निकालियो बस कुरिम बस भेटियो त्यहाँबाट भयो जाम त भनेर त्यहाँ आइयो 2 जना साथी गयो थियो एउटा ओखलढुङ्गाको अधिकारी भन्ने केटो थियो एकजना म थिएँ 2 जना त्यहाँबाट बिचामा त पुलिसको ड्रेस लाएर बाइक लिएर आइकर ए रोक हे वेट गर्दै आइकर 2 जना पुरा पुलिसको वर्दी लान पुलिसले हामीले त पुलिसै भन्यौं के त्यहाँबाट पासपोर्ट भन्यो पासपोर्ट देखा भन्यो त्यहाँबाट पासपोर्ट छैन पासपोर्ट त हामीले घर छोडेर आछौं यहाँ छ भन्यो कोठा छ भन्यो त्यहाँबाट के छ तिमीहरुको गोजा खै भनेर त्यहाँ पुरै चाहिँ गोजा खाम्छ गर त्यहाँबाट यसरी त हामीले त गोजामा पैसा राखेका थियौं त्यहाँबाट पैसा निकाल भन्छन् गर त्यहाँबाट हेर यिनी चाहिँ पुलिस त यिनी पक्का पनि होइनन् भनियो हामीले त्यसपछि उले नेपालीमा भन्नु मलाई यिनीहरु दाइ यो यिनी पुलिस होइनन् हेर यिनी ठग जस्तो लाग्यो मलाई अब यिनले पैसा लान्छन् हेर अब तिमी यही रोक म यसो यिनलाई छलेर चाहिँ उ गर्छु भन्नु त्यसपछि कसरी त्यो
त्यहाँबाट स्याट्टै हटेर चाहिनु पर्यो एउटा दाउरो जङ्गल त थियो तर एउटा चाहिँ लाठी चाहिनु पर्यो त्यसले फट्टै यसरी भाँच्यो त्यहाँबाट लाठीले ड्याम दुइटैलाई बजायो भागे बाइक लिएर साले मैले त केही गर्नै परेन म त उम्बिएका उम्बै भयो ड्याम यत्रो दाउरो भाँचेर चाहिनु पर्यो सेकोकै पुरै खन्नाउने त्यही एउटाले साथीले त्यो अधिकारी अहिले कहाँ गयो होला त त्यो अधिकारी खै कता छ उति हामीसँग 3 वर्ष बसियो के एकदम हट्टा कट्टा केटो थियो बोइलो पनि थियो के एकदम माइला दाइलाई $2 वाला काण्ड सोध्नुस् त के हो $2 वाला काण्ड भने $2 कस्तो $2 खै मलाई थाहा भएन खै मलेसियाको $2 वाला भन्छन् KLCC को टपमा जानु भयो कि भएन माइल दाइ सोध्नु त रे तपाईको डान्स हेरेर 1 घण्टासम्म धरधरी रोइ यतिको सम्म त्यस्तो रुनीवाला डान्स पाउनु गरिछु र मैले डान्स रमाइलो हुन्छ क्रिस्टिना वेलकम छ 5 वटा विन भयो हेर्नु त गफै गफमा एउटो पनि जित्नु होइन सिडनीले ए केटा हो यहाँ जितौ के हो यस्तो यो सिडनी पनि गफमा बोल्नु भयो आज फोन गर्दा $2 गोजामा थियो वाला रे कसलाई फोन गर्दाको फोन गर्दा $2 ए अच्छा त्यो त एयरपोर्टमा जाँदाखेरि हो त्यो त एयरपोर्टमा जम्मा $2 थियो अनि त्यो एजेन्ट लिन नआएर 24 घण्टा एयरपोर्टमा सुतेका हामी हो त्यही काण्ड सुनाउनु रे के भयो भन्दैछन् केटाहरू ए त्यो काण्ड त कहाँ बहुत खतरा काण्ड छ कहाँ तपाईको पानी पनि छैन केही पनि छैन उहाँ बिचरा अरू नेपालीहरू आएर जसका एजेन्ट लिन आउँछन् उनीहरू लिन आएकाले बिचरा चाउचाउ नेपालबाट लिएर गएकाले त्यही चाउचाउ दिन्थ्यो र त्यही चाउचाउ खाएर गुजारा गरेको 24 घण्टासम्म हेर्नु न हो जहाँ पैसा छैन $2 त मसँग थियो अब त $2 मा के आउँथ्यो एउटा पानी आउँदो केही आउँदो होइन के आउँथ्यो र त्यहाँ 9 जना थियौँ हामी 9 जनाले के खाने कसैसँग पनि पैसा रहन्छ डलरै ल्याइएन हामीले एजेन्ट साला त 1 घण्टा लिन आउँछ भनेको मान्छे 24 घण्टासम्म छैन त्यहाँ 24 घण्टापछि फोन गर्दाखेरि त हे वेयर आर यु म्यान 24 आवर्स इज एयरपोर्ट हाउ मेनी टाइम यु कम वाइ यु नो कम वाट प्रब्लम भने थर्काएँ मैले हो म्यान आई एम फिलिपिन्स नाउ आई एम नाउ फिलिपिन्स भन्नु कि कहाँ भनौँ फिलिपिन्स होइन भियतनाम आई एम नाउ भियतनाम टुमोरो आई कम wait you sit down in airport tomorrow I come tomorrow is 36 hours what is this eat no water no food no anything who give money and food everybody 9% in food I am not hungry you many restaurant your house and you eating and I 9% is hungry no money no pocket money everything money is finished भनेर भने त्यसपछि हो व्हाट इज योर नेम भन माई नेम इज शिव ओ ओके 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 आई फास्ट कम ओके नो प्रब्लम भन त्यसपछि त उता 2 घण्टा 3 घण्टा आयो हेर्नुहोस् 3-4 घण्टा 3-4 घण्टा आउँदा बित्तिकै ए शिव हो शिव शिव भन्दै आउँदा हेर्दा तपाईलाई आई एम शिव भने मैले oh you talk me call one yes I talk you now why you Nepal call one why you Nepal call no money hungry many no water drinking no food many problem I call Nepal भन्ने मैले त्यो त दम पर्यो होला अंग्रेजी बोलेपछि त यो चाहिँ अलिकति टाठो बाठो इंग्लिश बोल्न जान्नी भनेर त्यसपछि त त्यसको सातो नेपाल फोन गरिदिएपछि त सातो उड्यो नि त नेपालबाट फोन आएछ त्यसलाई ए नेपाल फोन गरे नि त जानु भयो कि नै सोध्नु न रे कहाँ हो टिकापुलो भने कहाँ हो टिकापुलो भनेको त 30 रिङ्गेट हो उहाँको 30 रुपैयाँ 30 रिङ्गेट यिनीहरू के यिनीहरूलाई थाहा नै छैन ठाउँको नाम भने होला नि यिनीहरूले ठाउँको नाम त्यसपछि त त्यहाँ के भयो त्यहाँ बाहिर निक्लियो उनीहरूलाई बसमा हालेर 9 जनालाई लिएर गयो एजेन्टले मलाई आफ्नो कारमा हालेर चाहिँ घुमाउन लिएर हिँड्यो शिव आई टुडे सम टाइम 7 or 8 hours
my friend is called. You sit down is sleeping car. I sometime after I coming. भनौँ त्यहाँ चाहिँ अलि परसम्म 1 घण्टा 1.5 घण्टा गाडीको बाटो गयो एउटा रेस्टुरेन्ट आयो त्यहाँ मलाई 15 रिङ्गरेट दियो हेर्नु त्यो 15 रिङ्गरेट पाउँदाखेरि त म त सरर भयो गोजा 1 रुपैयाँ नभएको मान्छे हैन पहिलो दिन 15 रिङ्गरेट ल हेर्नु मान्छेलाई चाहिँ कति दिन काम गर्नुपर्छ 15 रिङ्गरेट कमाउन हैन $15 बराबर भयो नि त त्यो त त्यहाँ मस्त चाहिँ रेस्टुरेन्टबाट खाना ल्याएर सुतेर गाडीमा दिनभरि ओ 5-6 घण्टा पछि आयो बेलुका आयो बल्ल म दिनभरि त्यही रिल्याक्स गरेँ त्यसपछि बेलुका आएर घर लिएर गयो घरमा खानासाना खाइयो त्यहाँ अर्को दिनबाट बल्ल काममा यहाँ लक्ष्मी कार्कीले सोधेकी छिन् कोङ्के भनेको के हो सोध्नु त माइला दाइलाई रे खै भन्नु हुने त्यस्तो नराम्रो शब्दहरू केटी मान्छेले त्यस्तो कमेन्ट गरेछ हेर्नु त नभन्नु के हो तिमीहरु यार काबाङ भन्छ साथीलाई काबाङ भन्छ भाइलाई आबाङ भन्छ दिदी बहिनीहरूलाई काका भन्छ त्यस्तो तपाईले 2 वर्ष बसी पनि मलेसिया भाषा त फेरि जाने रहेछ अलिअलि त जाने हो तपाईको सुका मकान सुका भन्छ खानालाई खाना राम्रो छ भनेको मकान सुका ए मिठो छ भनेको मकान भन्छ खानालाई मकान ल केटा हो यो गेम जितौ यो गेम जितौ है ल साथी हो धेरै लगभग 50% मैले भाषा सिकिसकेको थिएँ मलाई यो अब भुलियो मलाई है त्यसपछि फेरि उता जानुभयो अब कतिवटा भाषा जान्ने भने अब इंग्लिश नेपाली जापानिज मलेसियन हिन्दी 5वटा भाषा त अहिले आउँछ तपाईलाई यस्तो चाइनिजको स्याउ भने क्या भने त्यो चाइनिजको गाली हो चाडा रोज क्रिप्टो फरएभर के छ त्यो चाइनिजको गाली हो भन्नुहुन्न चाइनिजहरुले गाली गर्छ चाइनिज भाषा नि बोल्न थाले क्या त्यहाँ आएर यहाँ लेख्नु त त्यो सुपरभाइजरहरुले भन्छन् के रिसिटो अनि हो त्यहाँ कम्पनीका सुपरभाइजरहरुले त्यो चाइनिजहरु हुन्छन् नि त प्राय जसो मलेसियामा उनीहरु बोल्ने भाषा रिसिटो भन्ने नि च्याउ भन्छन् के लास्टको च्याउ बागलुङले किन खेदो खनेछ सोध्नुस् त माइला दाइलाई रे त्यो माइल दाइकै भोइसबाट अगाडि आएको मान्छे हो त्यस्ताको कुरा नगरम खेदो खनेर माइल दाइको केही पनि हुँदैन केटा हो हेर माइल दाइकै भोइस नभइकन ऊ अगाडि आउन सक्दैन उसले खेदो खनेर माइल दाइको केही हुनेवालै छैन ओइ ओल त 2000 जानी भयो 6 विन जानी भयो केटा हमरा खै केटा हो इन्टु 3 मा हाना यो पाली जित्न पर्छ ल इन्टु 3 मा यो त जितिहाल्नु नि अब बुस्टर पनि छ खै बुस्टरमै हान्दैन केटाहरु मान्छेलाई यहाँ माइल दाइ भ्यू भन्ने आइडी आछ 9000 फलोअर भएको ओरिजिनल होला र भ्यू हैन भ्यूको साथी हो तान्दा हुन्छ माथि हुन्छ गाली गलत त गर्दैन होला भ्यूको साथी हो थाहा छैन 9000 फलोअर छ मैले तानी फेरि मुख छोड्यो भने चाहिँ म तल झार्दिहाल्छु है 9000 छ लेभल पनि अलि धेरै नै छ भ्यूको साथी हो त्यो थाहा छ भ्यू त हैन ए गएछ मैले तानिन अनि त्यही भएर गएको होला के तपाईकोमा आएको छ कि 9000 चान्चुन छ फलोअर भ्यूको हैन के म अस्ति सोधेको भ्यूलाई मेरो हैन मेरो साथी हो भन्नु ए त्यो एउटा अस्ति 4 कि 5वटा मात्र फलोअर हुने त नक्कली रहेछ है त्यसलाई नलिनु होला त्यो फ्याक हो जुक्या हुन्छ नि ल आज गफ धेरै भयो आज धेरै गफ ल केटा हो जिताओ यो पाली जिताओ है जिताओ यो पाली चाहिँ जिताउनु पर्छ केटा हो तिमीहरुले हैन केटा हो ल बादल लार उता हानिसक्यो है बुस्टर
यता नि बुस्टर लाएर हानम बुस्टर लाएर ल ल ल ल ल हानम गाइज जितौँ 6 विन झार्न पर्छ है। ल केटा हो हानम ठोकम नियम खड्का थ्याङ्क यू सिएम खड्का भाइ भयो 6 विन टु साइरे। ल सिडनीजी अब छुट्टीमा हामी हुन्छ ल माइल दाइ सी यू। लास्ट खेल्ने लास्ट खेलाउन त ल के छ र मनी आज दिउँसभरि सुत्या हो। ए म पनि आइन दिउँसभरि। यहाँ केटाहरूले भने त माइल दाइ आज कि बिरामी हुनुभएको हो कि के हो अहिलेसम्म आउनु भएन भने तपाईँ आज ढिला आउनु भयो नि लाइभ। ढिला मलाई आउने मुडै थिएन आज अल्छी लागेको थियो फेरि एकछिन जान पर्यो भनेर। होइन अब कहाँ तपाईँ आइरहने मान्छे भ्युवरहरूलाई चाहिँ अलिकति तनाव हुन्छ कि किन आएनन् के भयो भनेर मेरोमा त कमेन्ट कति गरे नि। केटाहरू पनि यस्तै छन् आए सपोर्ट गर्दैनन् नआए कहाँ गयो के गयो भन्छन्। यिनीहरूलाई नि कहाँ जाने के गर्ने कसको लाइभ हेर्ने हुँदो रहेछ के तपाईँ नआएपछि त कसका कमेन्ट कुदाउनु। कमेन्ट कुदाउनै पाउनु नि त। यहाँ उत्सवजीले के लेख्नु भएको छ भन्दाखेरि म पनि वर्ल्ड कप T20 गेम हेर्न मुम्बई जान लागेको हो कुन होटेलमा बस्दा राम्रो हुन्छ सोधिदिनुहोस् न माइला दाईसँग भन्नुभएको छ उत्सवजीले। कहाँ जाने अरे पढ्नु है त म फेरि पढ्छु। मुम्बईमा होटेल जति पनि छन् गएर ओबेरायमा बसे भयो होइन 5 स्टार चाहिँ तपाईँको चाहिँ ताजमहलमा बसे भयो जति पनि छन् होटेल। सानातिना होटेलमा बस्ने भने जति पनि छन्। 5 स्टार त महँगा हुन्छन् होला नि माइल दाइ के छ। 7 स्टार उसले भने हिरो माइलो वेलकम। ताजमहल त 7 स्टार त हो के ताजमहल सबभन्दा ठुलो इन्डियाको होटेल ताजमहल। महँगो हुन्छ त्यसमा त हामी बसियो होइन छैन है जे पनि तपाईँ होटेल लाइनमा काम गरे मान्छेलाई त अलिअलि आइडिया हुन्छ नि त। अब जूतिर छन् 5 स्टार सिटिजन छ तपाईँको चाहिँ नभएर अरू छन् त कमसेकम 5